to my channel Creative Creator guys. र आज चाहिँ म स्कुल जानु रेडी भइसक्यो र आज चाहिँ स्कुलमा हाम्रो दुईटा प्रोग्राम हुनेवाला छ जुन चाहिँ बाहिरबाट मान्छे आउनु हुँदैछ। बाहिर भन्नाले चाहिँ के भने चाहिँ एउटा चाहिँ हाम्रो हेल्थको प्रोग्राम छ जुन चाहिँ गान्तोकबाट डाक्टर आउनु हुँदैछ। उहाँले अलिकति आयुर्वेदिकको डाक्टर आउनु हुँदैछ। उहाँले अलिकति केही आइडियाहरु केही चीजहरु नयाँ सिकाउने वाला छ नानीले। सो एउटा त्यो प्रोग्राम र साथमा त्यसको बादमा चाहिँ हुने छ एउटा ह्यान्डलुमको क्राफ्टको गान्तोकबाट आउनु भएको छ र एमाल आउनु हुनेवाला छ। उहाँहरूले चाहिँ अब हाम्रो नानीहरूले नयाँ केही सिकाउने वाला छ। आज चाहिँ त्यो दुईटा प्रोग्राम छ गाइस। सो त्यसले गर्दा हामी चाहिँ रेडी भएर अब जानु आँटेको र त्यही प्रोग्राम आज के हुन्छ अलिकति आइडिया तपाईहरुसँग म शेयर गर्छु भने चाहिँ आज यो भिडियो बनाउँछु भन्ने चाहिँ मैले सोचेको छु र हेर्दै गर्नुस् होला। तपाईलाई पनि केही युजफुल भयो भने तपाईले युज गर्न सक्नुहुन्छ थ्रु दिस भिडियो। अलिअलि आइडिया के शेयर गर्नुहुन्छ उहाँहरूले डाक्टरहरूले र इभन यो क्राफ्टको उहाँहरूले के शेयर गर्छ तपाईहरुलाई म यो थ्रु दिस भिडियो देखाउने वाला छु। सो अलिकति आइडिया पाए तपाईले युज गर्नुस् होला। तपाईहरुको लाइफमा युजफुल भयो भने टिल देन हेर्दै गर्नुस् आजको ब्लग। ओके सो विथ ड्यू रेस्पेक्ट अफ नाम स्टार्ट गर्दा हुन्छ होला हैन। फर्स्टमा चाहिँ हामी चाहिँ माथि डिस्ट्रिक्ट हस्पिटल मङ्गनमा चाहिँ हाम्रो डिस्ट्रिक्ट हस्पिटल छ। कोलाई थाहा छ है? तपाईहरु जानु भएको दाँत दुखेर होला कि टाउको दुखेर जानु चाहिँ भएको हैन, थाहा चाहिँ छ हैन। सो अलिकति छिटो गरौँ हामी है। मेन इम्पोर्टेन्ट चाहिँ म तपाईहरुलाई भन्छु यो आयुष भन्ने चाहिँ तपाईहरुले कोले सुन्नु भएको? आयुर्वेदा सुन्नु भएको? यस वान थ्यांक यू सो मच। अर्को सुन्नु भएको? आयुष सुन्नु भएन भने यस्तो आयुर्वेदा होमियोप्याथी कसरी सुन्नु भएको? सुनेको नि है। यस्तो चिनी जस्तो दाना दबाई खान्छ नि मिठो हुन्छ, त्यसमा दबाई त हुँदैन मिठाई जस्तै हुन्छ भन्छ नि। बट द्याट इज मैले जुन चाहिँ डल्लो दबाई भने द्याट इज होमियोपा टिबेटन मेडिसिन। अहिले त क्यान्सरहरूको पेसेन्टहरूको पनि कति राम्रो सुवारिकपामा छ मेडिसिनहरू। एचबाट चाहिँ होमियोप्याथी यो चाहिँ तपाईहरुको जस्तो तपाईहरुलाई अहिलेसम्म यस्तो हुन्छ कि खाली एलोप्याथी मात्रै चाहिँ डाक्टर मैले त्यही भन्नु खोजेको। खेल्नु कुद्नु इम्पोर्टेन्ट पार्ट अफ लाइफ हो तर पढ्नु पनि पर्छ। ओके एकछिन नपुग्नु, एकछिन आफ्नो हातमा प्लिज डोन्ट गेट डिस्ट्र्याक्टेड। ओके हातमा राखेर बस्नु त। अब तपाईहरुलाई म भन्छु हेल्थ हाइजिन। अब ब्लड होता है ना इधर खूनमा पनि हाम्रो रेड ब्लड कर्पसेल्स भने आरबीसी भन्ने हुन्छ। डिटेल्समा नजाउँ। जब खुनमा चाहिँ त्यो आइरन कन्टेनिङ जुन चाहिँ हुन्छ नि त्यो चाहिँ जब खुनमा कम्ती हुन्छ एचबी भन्छ त्यसलाई। जब कम्ती हुन्छ नि आरबीसी भित्र पनि सेल आरबीसी भन्ने एउटा। अब त्यहाँबाट हामीले डाक्टर पढेर साइन एन्ड सिम्पटम हामीले अलिअलि बुझ्छ नि। यस्तो हेर्दाखेरि अलिक फेरि देख्नुको चाहिँ त्यो बलुनभित्र सबै हालिदिनु। पुग न साँच्ची भने पुग न। तर त्यत्रो बस्ट हुने खालको होइन। यत्रो तपाईहरु कसैलाई पनि नोइजबाट सेन्सिटिभिटी छ? आई होप छ। अब यति हल्ला गर्नु पर्यो बिना गर्छु यो फुकुस फुकेर नि यत्रो बनाउनुस् ल। उसलाई दिनु नि बलुन यति यत्रो बनाउनु ल। त्यो नेगेटिभिटी सबै त्यो भित्र हालिदिनु फुल्ला। नेगेटिभिटी तपाईलाई के टेन्सनहरु छ भने तपाई यहाँ हाल्नु ल। मजाले बिस्तारै यसरी फुक न, त्यसरी फुक्दैन। नेगेटिभ कुराहरु सबै त्यो भित्र हालिदिनुस्। सबैलाई हेल्प गर्नु। हेल्प इच अदर के भयो? बलुन खुल्लाएर चाहिँ त्यस्तो सबै नेगेटिभिटी हालेर पानी दिनु छिटो। यो उसको छ बलुन। यो बलुनमा तपाईहरुलाई मैले भने जति नेगेटिभिटी स्ट्रेस जे प्रब्लमहरु सबै हाल्नु भनेर भने आई थिंक तपाईहरुको के स्ट्रेस छैन। अलिकति होला अलिक कम्ती नै रहेछ, कम्ती अलिक बेसी रहेछ। यो साइज पनि त म्याटर गर्छ नि त। जति तपाईले नेगेटिभिटीहरु गरे अब
So with your permission, I think this first one. सबैले यहाँ आफ्नो बसेको ठाउँमा यसरी राख्नुस् आफ्नो बेन्च on your bench. अब सबैले त्यो माथि बसेर बलुन फुटाउनुस् घरमा राम्रो हो घरमा सकाउनु ओर्नु यहाँ आएर पढ्नु ओर्नु त्यति मात्रै तपाईको ड्युटी हुनु पर्यो ओके रेस्ट अफ द वर्ल्डको कति डिस्ट्र्याक्सन हुन्छ फर्गेट अबाउट इट अहिले तपाईँ पढ्नुस् पढेर डिसिप्लिनमा बसेर निट एन्ड टाइडी आफ्नो अब यहाँ पनि हाइजिनको एउटा कुरा आउँछ फेरि यो तपाईँले बलुनको छिटाहरू भयो यहाँ छ अहिले लास्टमा ओके आम जस्ट टेलिङ यु लास्टमा यो फ्रुटी खायो भने यसको सबै डस्टबिनमा लगेर हाल्नु पर्यो नि इन्भाइरोमेन्टल हाइजिन यो भनेको मैले फिजिकल मेन्टल एन्ड सोशल वेलबिङ एन्ड एक्सेस अफ गुड जब तपाईँलाई म इक्जाम्पल पनि बस्नुहोस् ओके त्यसको इक्जाम्पल दुईटा भनिदिनुहोस् मलाई ओके Clap. तपाईलाई आई थिंक तपाईँ ठुलो यो तपाईलाई ल यो अलि एउटा डिफरेन्स छ कि यो तपाईलाई एक्सपो हो रहा है हम लोग एक्सपो हो रहा है यूरोपियन में एक्सपो हो रहा है लेकिन वे ये कार नहीं होता है दे विल नॉट इंटरफेयर my from handicraft department side or from community side हैंडलूम का अलग कार है Gangtok में तो it's very sad in Gangtok in Sikkim there is no handloom department so far अभी तक नहीं handicraft तो 1996 से कम से कम एक स्टेट में है लेकिन एक्सेप्ट नॉर्थ ईस्ट में सिक्किम में नहीं हुआ क्या हो गया पता नहीं इधर में भी होने से अच्छा है क्योंकि इधर में हैंडलूम का वीवर्स बहुत है This is very much important for weavers as well as for the artisans. Without this, we never entertain that. But every 5 years we renew करना है. लेकिन इसमें post brought the form. तो इसमें form fill out करके application office में submit करें. Then from our for the student for okay. sir. प्याक लन्च यिनीहरूको लागि आएको छ आजको प्रोग्राममा प्रोग्रामको उहाँहरूले मतलब यो म्यानेज गरिदिनु भएको मिठो रहेछ आर मिठो छ मिठो लाग्यो के खानु भएको आरबले के खानु भएको जोडले भन्नुहोस् समोसा क्या खा रहे हो अच्छा है अच्छे से बैठो तुम्हारे चेयर में बैठो इधर आकर यहाँ दुईजना कम आजको लन्च यिनीहरूको प्याक लन्च प्रोभाइड गर्नुभएको बस्नुहोस् खाइसक्नुभयो मिठो लाग्यो ओके ल हेरी गर्नुहोस् ल यिनीहरू चाहिँ लिसानको अब माथि प्रोग्राम पनि हुँदैछ यहाँ सो गाइस अब हाम्रो प्रोग्रामहरू चाहिँ अलिक सक्यो र लन्च ब्रेक भयो ठिकै बेबी पनि आइपुग्यो स्कुलदेखि म चाहिँ उसलाई लिएर चाहिँ
अब हामी लन्च खानु जाँदैछ रुममा उसलाई लुगा फेर्दै त्यहाँदेखि फेरि आफ्टर लन्च स्कुल कन्टिन्यू छ उसलाई पनि लिएर जान्छ यहाँ माथि हाम्रो स्कुलमा खेल्दै बस्छ मेरो छुट्टी हुनेसम्म सो यहाँ अहिले चाहिँ हामी जाँदैछौँ लन्चको लागि है बेबी यहाँ हेर्नुहोस् त मजा आयो स्कुलमा अहिले चाहिँ हामी रुम गएको गाइस बिस्तारै